मिनासान कोनिचिवा आज चाहिँ हामी यो लेसन 5 मिनानो निहंगोको लेसन 5 यो अन्तर्गत रहेको यो तीनवटा ते पार्टिकल ए पार्टिकल अनि तो पार्टिकल यो तीनवटा पार्टिकलको बारेमा चाहिँ कुरा गर्नेछ। यो सिक्नलाई चाहिँ फर्स्ट चाहिँ हामीले यो तीनवटा कुरा हेरौँ। यो तीनवटा भर्बमा चाहिँ यो तीनवटा पार्टिकलहरू युज गरेर हेरौँ त। जस्तै सुरुमा हेरौँ यो भर्बको बारेमा। इकिमास इकिमास भनेको जान्छु, इकिमास भनेको जान्छु। किमास किमास भनेको आउँछु, किमास भनेको आउँछु। अनि खाइरिमास खाइरिमास भनेको फर्किन्छु, कुनै पनि ठाउँमा गएपछि फर्किन्छु। जान्छु, आउँछु, फर्किन्छु। इकिमास किमास खाइरिमास। ओके, अब कुरा गरौँ हामी दे पार्टिकलको बारेमा। दे पार्टिकल यो चाहिँ नि यो लेसन 5 अन्तर्गत चाहिँ हामी दुईटा कुरामा युज गर्न सिक्नेछौँ। पहिलो छ साधन, साधन अनि अर्को छ माध्यम। यो साधन भनेको चाहिँ नि हामी कुनै पनि ठाउँ जान्छौँ, कुनै पनि ठाउँबाट फर्किन्छौँ, कुनै पनि ठाउँबाट आउँछौँ। यति बेला चाहिँ हामीले युज गरिने साधनहरू हुन्छन्, जस्तै कार होस्, बस होस्, बाइक होस्, यसको पछाडि चाहिँ लाग्छ दे पार्टिकल। बुझ्नुभयो? यो साधनको पछाडि चाहिँ लाग्छ दे पार्टिकल। जस्तो कि कुरुमा, ओके, कार। अब कसरी लाउने त? कुरुमा दे इकिमास, कुरुमा दे किमास, कुरुमा दे खाइरिमास। कारबाट चाहिँ जस कारको थ्रुबाट चाहिँ म जान्छु, कारको थ्रुबाट चाहिँ आउँछु, कारको थ्रुबाट चाहिँ फर्कन्छु। यस्तो हुन्छ यसको मतलब चाहिँ। कुनै पनि साधन भेहिकल्स त्यसको पछाडि चाहिँ के लाग्छ? दे पार्टिकल। ओके, अनि यो माध्यम भनेको चाहिँ कस्तो भने नि हामीले कुनै पनि काम गर्छौँ नि, काम गर्दाखेरि अब एउटा काम गर्दाखेरि अर्को थिङ्सको हेल्प लिन्छौँ भने चाहिँ त्यसलाई चाहिँ भन्छ माध्यम। जस्तो कि हामी खाना खान्छौँ नि होइन, अब खाना खाँदाखेरि अरू थिङ्सहरू पनि युज गर्छौँ, जस्तो कि चपस्टिक, स्पुन, हातले पनि खान्छौँ। हो त्यस्तो केसमा चाहिँ लाग्यो दे पार्टिकल। जस्तै ते ते भनेको हात, ते दे ताबेमास, हासी दे ताबेमास, सुपुन दे ताबेमास। बुझ्नुभयो? यस्तोको पछाडि लाग्छ दे पार्टिकल। ओके, साधनको पछाडि लाग्यो अनि माध्यमको पछाडि लाग्यो। जस्तै कुरुमा दे इकिमास, कुरुमा दे किमास, कुरुमा दे खाइरिमास। बुझ्नुभयो? अब कुरा गरौँ हामी ए पार्टिकलको बारेमा। यो हे छ नि, यो हे चाहिँ अब हामीले हिरागानामा होस् या काताकानामा अब हामीले हे पढिरहेको नि होइन। अब चाहिँ हामी यसलाई हे भन्दैनौँ के, अब यो पार्टिकलको रूपमा आउँदैछ के भनेर पढिन्छ ए। ओके, ए ए अनि यसको मतलब चाहिँ हुन्छ तिर। बुझ्नुभयो? यो हेलाई चाहिँ हामी अब पार्टिकलको रूपमा पढ्दाखेरि चाहिँ ए भनेर पढ्छौँ अनि यसको मतलब चाहिँ हुन्छ तिर। बुझ्नुभयो? जस्तै कि अब यो चाहिँ कस्तो केसमा लाग्छ त? यो चाहिँ भयो प्लेस, प्लेस। किमास किमास इकिमास खाइरिमास आएको छ नि होइन। यो इकिमास भनेको जान्छु, किमास भनेको आउँछु, खाइरिमास भनेको फर्किन्छु। यो आएको छ अनि बिचमा अब हामीलाई चाहियो पार्टिकल। ओके, पार्टिकल चाहियो अनि त्यसको अगाडि आएको छ प्लेस। अब कुनै पनि प्लेस जस्तै जापान, जापान, नेपाल, केटियम, पोखरा, यो चाहिँ भयो प्लेस। ओके, यो प्लेस आएको छ अनि पछाडि इकिमास किमास खाइरिमास आएको छ। अब हामीलाई चाहिँ यसको पछाडि पार्टिकल। अब के पार्टिकल लाउने त? हो यस्तो केसमा चाहिँ लाउने हामीले ए पार्टिकल। अब यसको मतलब हुन्छ पोखरा ए इकिमास, निहोन ए इकिमास, नेपारू ए इकिमास, निहोन ए इकिमास, नेपारू ए खाइरिमास। यसको मतलब चाहिँ पोखरातिर जान्छु
जापानतिर जान्छु, नेपालतिर फर्कन्छु यस्तो हुन्छ। बुझ्नुभयो? यो ए पार्टिकल भनेको चाहिँ तिर। इफ कुनै पनि प्लेस आएको छ र त्यसको पछाडि पार्टिकल चाहियो अनि लास्टमा यस्तो इकिमास, किमास, खाइरिमास यो भरहरू आएको छ भने चाहिँ हामीले लाउनु पर्यो ए पार्टिकल। बुझ्नुभयो? ओके, अब कुरा गर्नु यो तो पार्टिकल। यो तो पार्टिकल भनेको चाहिँ नि खासमा यसको मतलब हुन्छ र सँग। ओके, तो भनेको चाहिँ र अनि सँग, यसको मतलब चाहिँ भयो। यो पनि पार्टिकलको लागि युज हुन्छ। अब यो चाहिँ कसरी युज गर्ने त, कस्तो कस्तो केसमा युज गर्ने? जस्तै अब यो इकिमास, किमास, खाइरिमास छ नि, जान्छु, आउँछु, फर्कन्छु। जस्तो कि म चाहिँ भोलि पोखरातिर जान्छु, हो त्यस्तो केसमा चाहिँ अब कोसँग जान्छु त म? जस्तै अब पहिलो कुरो भयो फ्यामिली। फ्यामिली होइन, भोलि म कोसँग पोखरा जान्छु? फ्यामिली। खा जो कु, अनि आयो खाली ठाउँ, अनि आयो तो मो दाची। यो चाहिँ एउटै तोमोदाची नहटे लेखेको। खाजुकु अनि खाली ठाउँ, तोमोदाची अनि फेरि आयो पार्टिकल। परिवार, खाली ठाउँ, साथी, खाली ठाउँ, इकिमास, किमास, खाइरिमास। यो लेख्नुको कारण चाहिँ अब यो ठाउँमा चाहिँ हामीले युज गर्ने हो कि तो पार्टिकल चाहिँ। अब हेर्नु न, यहाँ तो राख्यो भने के भयो? कस्तो नलेखेको। तो राख्यो भने के भयो? परिवार र साथी अनि फेरि आउनु पर्यो हामीले तो पार्टिकल। तो अनि भयो परिवार र साथीसँग। बुझ्नु? परिवार र साथीसँग। खाजुकु तो तोमोदाची तो। अब कहाँ जाँदैछौँ म? पोखरा। पोखरा। ओके, पोखरा। अब पोखराको पछाडि के पार्टिकल लाउनु पर्यो? हामीले के भनेको थियौँ? प्लेसको पछाडि के लाग्छ? ए पार्टिकल। गुड। ए इकिमास, पोखरातिर जान्छु। यो सेम हुन्छ, जस्तै इकिमास, किमास, खाइरिमास जेमा लगाए पनि हो। जस्तै यो तो भनेको चाहिँ र सँग, र सँग। खाजुकु तो तोमोदाची तो पोखरा ए इकिमास। यसको मतलब चाहिँ परिवार र साथीसँग पोखरातिर जान्छु। बुझ्नुभयो? ओके, अब यो तिनटैलाई हेरौँ है एकचोटि। दे पार्टिकल भनेको कस्तो? दे भनेको चाहिँ कुनै पनि साधन या माध्यमको पछाडि राखिन्छ। बुझ्नुभयो? जस्तै कार, बस, ट्रेन जे जति छ साधनहरू बाइक, त्यसको पछाडि लाग्छ दे पार्टिकल। अनि कुनै पनि हामी काम गर्छौँ नि, त्यो काम गर्दाखेरि चाहिँ कुनै पनि थिङ्सको, वस्तुको हेल्प लिन्छौँ भने चाहिँ त्यो ठाउँमा नि लाग्यो दे पार्टिकल। ओके, अब यहाँ आयो साधन। साधन, दे पार्टिकल, इकिमास, किमास, खाइरिमास। अब जस्तै साधनमा जे राख्नु भयो, बस, कार, बाइक, तपाईँसँग जे छ त्यही राखिदिनुहोस् होइन। जस्तै बासुदे इकिमास, बासुदे किमास, बासुदे खाइरिमास, कुरुमादे इकिमास, कुरुमादे किमास, कुरुमादे खाइरिमास, जे राखिनु भयो। अनि अर्को भयो थिङ्सहरू, जस्तै तेदे ताबेमास, हासिदे ताबेमास, यस्तोवाला युजहरू भयो दे पार्टिकल चाहिँ। अनि अब कुरा गरौँ ए पार्टिकल। यो ए पार्टिकल युज हुनलाई चाहिँ के आउनु पर्यो अगाडि? प्लेस आउनु पर्यो। प्लेस। जस्तै अब यहाँ चाहिँ ठाउँ हुनु पर्यो, जस्तै जापान, नेपाल, पोखरा, काठमाडौँ, धरान जे जति छ त्यसको पछाडि चाहिँ के लाग्नु पर्यो? के राख्नु पर्यो? ए पार्टिकल। अनि यसले चाहिँ के मतलब दिन्छ? तिर। जस्तै निहोने इकिमास, निहोने किमास, निहोने खाइरिमास, नेपारुए इकिमास, नेपारुए किमास, नेपारुए खाइरिमास। केटियम ए इकिमास, केटियम ए किमास, केटियम ए खाइरिमास। यसरी लाग्छ ए पार्टिकल। कुनै पनि प्लेसको पछाडि पार्टिकल लाउनु पर्ने भयो अनि पछाडि इकिमास, किमास, खाइरिमास आएको छ भने लाग्छ ए पार्टिकल। ओके, अब कुरा गरौँ तो पार्टिकल। तो
यो तो पार्टिकल लाग्नलाई चाहिँ अगाडि आउनु पर्यो पर्सन व्यक्ति, तो पार्टिकल लाग्नलाई चाहिँ अगाडि आउनु पर्यो व्यक्ति, ओके व्यक्ति। जस्तै मान्छेहरू आउनु पर्यो क्या, जस्तै राम श्याम सीता गीता। सिंगल आए पनि भयो डबल आए पनि भयो, यसको मिनिङ के हुन्छ रसँग। जस्तै दुईचोटि व्यक्ति आयो, राम खाली ठाउँ, श्याम खाली ठाउँ, अनि आयो प्लेस पोखरा, पोखरा, अनि आयो इतिमास किमास खाइरिमास। जस्तो कि यो राम छ नि, राम, अब यहाँ के पार्टिकल लाग्यो तो, यसको मतलब के भयो राम र, श्याम तो सँग, पोखरा, अनि पोखरा प्लेस आएपछि पछाडि के पार्टिकल लाग्छ ए पार्टिकल, ओके पोखरा ए इकिमास, पोखरा ए किमास, पोखरा ए खाइरिमास। यस्तो किसिम लाग्यो तो पार्टिकल। ओके यो त भयो तीनवटा पार्टिकलको कुराहरू होइन। जस्तै सरस्वती एकचोटि त हेरिम हामीले। अब यही कुरालाई चाहिँ हामी सेन्टेन्सहरू बनाएर हेऱ्यौँ त कुनै क्वेसन बनाऊँ, कुनै एन्सर बनाऊँ, कुनै नेगेटिभमा बनाऊँ, कुनै पोजिटिभमा बनाऊँ है त, त्यति गऱ्यौँ भने चाहिँ मजाले बुझिन्छ। जस्ट अहिलेलाई चाहिँ बुझ्नुपर्ने यति नै हो। ओके अघि एक्सप्लेन गरेको कुराहरू थियो नि, यो ते पार्टिकलको बारेमा, ए पार्टिकलको बारेमा, अनि तो पार्टिकलको बारेमा होइन। त्यही कुरालाई चाहिँ मैले एउटा सेन्टेन्स लेखेको छु कि क्वेसन। यो क्वेसनबाट चाहिँ यो तो पार्टिकल, दे पार्टिकल, अनि ए पार्टिकल, साथै यहाँनिर वा पनि आएको छैन एक्स्ट्रा, यसको बारेमा पनि हेरौँ है त। ओके यहाँ क्वेसनमा चाहिँ के भनेको छ, राम सान वा दारे तो नानी दे पोखरा ए इकिमासका। यसको मतलब चाहिँ राम सान चाहिँ दारे तो कोसँग, नानी दे के को थ्रुबाट चाहिँ पोखरा ए इकिमासका, रामसान चाहिँ कोसँग अनि के को थ्रुबाट चाहिँ पोखरा जान्छ भनेको छ नि यहाँ चाहिँ। अब त्यही कुरालाई हेरौँ मैले एन्सरमा। जस्तै यो रामसान वा, राम सान वा, यो वा पार्टिकलको काम चाहिँ के हो, वा पार्टिकलले चाहिँ के काम गर्छ भने जस्तै कुनै पनि सेन्टेन्स होइन, कुनै पनि सेन्टेन्स चाहिँ कसको टपिकमा कुरा गरिरहेछ हो त्यो चाहिँ डिटरमाइन गर्छ वा पार्टिकलले। जस्तो कि अब यहाँ चाहिँ हामीले कुरा गरिरहेको छौँ रामसानको बारेमा क्या, रामसानले चाहिँ के गर्छ, कोसँग जान्छ, के गर्छ, कता जान्छ, हो त्यसको बारेमा चाहिँ कुरा गर्नेछ। ओके यो वा पार्टिकलले चाहिँ रामलाई फोकस गरायो, बुझ्नुभयो। अनि आयो दारे तो। अघि तो पार्टिकल चाहिँ मैले केमा लाग्छ भने थिएँ, तो पार्टिकल लाग्नलाई चाहिँ व्यक्ति आउनु पर्यो, पर्सन आउनु पर्यो। जस्तै यहाँ अब एक्ज्याक्ट पर्सन नआए पनि दारे, दारे भनेको को, त्यो पर्सन नै हो नि त होइन। अब दारे तो कोसँग, अब कोसँग गयो त रामसान घुम्नलाई पोखरा चाहिँ, श्याम सान तो, ओके अब दुईजना मात्रै त गएन होला होइन, अझै अरू पनि गयो होला। जस्तै अब अर्को लेखौँ हरि, हरि सान तो, अब आयो तो, यसको मतलब चाहिँ श्याम सान र हरि सानसँग, ओके। अब आयो दे पार्टिकल, अनि दे पार्टिकल चाहिँ मैले कहाँ लाग्छ भने दे पार्टिकल चाहिँ कुनै पनि साधन के, अब के को थ्रुबाट चाहिँ गयो यिनीहरू, साधनको बारेमा सोधिरहेको छ क्या, नानी दे के को थ्रुबाट, केबाट चाहिँ गयो, यिनीहरूले चाहिँ साधन नै जान्न खोजिरहेछ क्या। अब दे पार्टिकल आएपछि हामीले बुझ्नु पर्यो यहाँ चाहिँ साधन लाग्छ, अनि नानी भनेको के, ओके। अब हामीले साधनको नाम राख्नु पर्यो, ओके नानी दे। अब केबाट गयो यिनीहरू, बासु, बासुदे, हेर्नु त दे पार्टिकल कहाँ लाग्यो, बासुको पछाडि, बासु भनेको हो साधन, ओके बुझ्नुभयो। अनि आयो ए पार्टिकल, पोखरा ए इकिमासका, पोखरा ए इकिमासका। अनि ए पार्टिकल चाहिँ कस्तोमा लाग्छ भने ए पार्टिकल चाहिँ कुनै पनि प्लेस आएको छ अगाडि, अनि पछाडि चाहिँ इकिमास डिमास अनि खाइरिमास आएको छ भने चाहिँ लाग्छ ए पार्टिकल, ओके। बासुदे पोखरा, पोखरा हटेन थोरै, ए पोखरा ए। अब यहाँनिर के छ क्वेसन, इकिमास का भनेको छ नि होइन। अब हामीले एन्सर बताउनु पर्ने हो नि त होइन,
एन्सर बताउनलाई चाहिँ इजिली यो कालाई चाहिँ मेटाइदिने अब कालाई मेटाइस के भयो इकिमास इकिमास ओके अब यो पुरै क्वेसन र एन्सर हेरौँ त राम सानुवा दारेतो नानीले पोखरा इकिमासका रामसान चाहिँ कोसँग केबाट पोखरातिर जान्छ अब एन्सरमा के आयो राम सानुवा श्याम शान्तो हरि शान्तो वासुदेव पोखरा इकिमास बुझ्नुभयो ओके अब यसै गर्दै नि जति पनि मिनिङहरु छ नि हैन जस्तै कि अब यो तो पार्टिकल लाउनको लागि तपाईलाई नाम चाहियो हैन नाम त अब साथीभाइले लाउन सक्नुभयो नि त राम श्याम हरि सीता गीता जसको लाइदैन भयो के अब तो युज गर्नको लागि चाहिँ किनकि तोको लागि पर्सन आउनु पर्यो नि हैन अगाडि हो त्यसको लागि आफ्नै साथीभाइको नामहरु राख्दिनुस् अनि आइ दे पार्टिकल अब दे पार्टिकल के को पछाडी लाग्छ कुनै पनि साधनको पछाडी या त माध्यमको पछाडी अब साधन पनि कमी छैन नि त हामीसँग जस्तै बस भयो ट्याक्सी भयो बाइक भयो साइकल भयो एरोप्लेन भयो जे छ त्यही के अब त्यस्तै मिनिङहरु खोजेर चाहिँ युज गर्नुस् के त्यही अनि आयो ए पार्टिकल अब ए पार्टिकल युज गर्नलाई नि हामीसँग प्लेसहरु कति धेरै छन् त नेपाल भयो जापान भयो नेपालकै पनि पोखरा काठमाडौँ धरान जहाँ राख्दिदा नि भयो के अब त्यसरी चाहिँ युज गर्नु के यसै गर्दै गर्दै एक पेज जति चाहिँ यसरी नै क्वेशन अनि आन्सर बनाउनुस् के त्यति गरेपछि यो दे पार्टिकल ए पार्टिकल तो पार्टिकल पर्फेक्ट